गढीको गढीमा हैन सिन्धुली गढीको गढीमा चाहिँ नि हैन आज के रहेछ हेरौँ है त। अब यहाँ आइपुगेपछि सबसे फर्स्टमै स्याड चाहिँ के लाग्यो भने चाहिँ नि हाम्रो पुर्खाहरूले गरेको ऊ हेर्न पनि हामी आफैले पैसा तिर्नुपर्ने रहेछ। अन्त कन्जर्भेसन फी होला होइन, बट त्यसलाई चाहिँ नि 50 रुपिस फर 1 पर्सन नेपाली इज एक्सपेन्सिभ है। किनभने यो त हाम्रो पुर्खाले गरे हो नि त, मलाई दुईवटा वाल लगाइदियो भने मलाई पैसा लिन पाउँछ भन्ने मेरो विचार होइन। नहुन सक्छ, करेक्ट नहुन सक्छ। ल अब जाँदै गरौँ, हेर्दै गरौँ। अब सायद पुग्ने चाहिँ ऊ माथि हो जस्तो लाग्छ मलाई, उयो माथितिर हो त्यहाँ झन्डा छ त्यतैतिर पुग्ने जस्तो लाग्यो। अब बाटो चाहिँ यस्तो छ, बनाउनु त राम्रै बनाएको छन् होइन, बनाउनु चाहिँ राम्रै बनायो, तर पनि हेरौँ के देखिन्छ है त। लेट्स सी। बाटो भयो यस्तो छ इन्ट्री। क्या मिठोसँगले हावा लाग्दो रहेछ सानाना। मेरो बुनुले ऊ भेटिसकि के अरे पिङ भेटिसकि। पिङको चाहिँ डायहार्ड फ्यान हो मेरो बहिनी होइन। मस्त पिङ भेटेपछि दौडिहाल्छ ल। नानी पिङ भेट्यो, चिप्लेटिन खेल्ला त्यसलाई। दौडिहाल दौडिहाल दौडिहाल। त्यहाँबाट चाहिँ नि त्यहाँ मतेको लागि जेल र अदालत चाहिँ यहाँ रहेछ होइन। जेल र अदालत यहाँ रहेछ। अब कस्तो छ चाहिँ अब लक गरेको जस्तो देखिँदैन जस्तो यस्तो छ जेल घर। आइया छिर्न चाहिँ पाइएन, छिर्न चाहिँ पाइएन, बाहिरबाट हो है खिचेको, चोरी छिपी खिचेको। सिन्धुली गाडी यिनीले चाहिँ नि सिन्धुली गाडी घुमेर हेर्दा भन्ने गीत गाएका हुन् है। उहाँको शालिक पनि राखेर चाहिँ कस्तो राम्रो ल। यो चाहिँ कन्जर्भै गरे जस्तो छ कि यताबाट हेर्दाखेरि चाहिँ जेल घर यस्तो थियो ल। माथितिर जेल यसरी हालिदिन्थ्यो है, माथिबाट हेर्ने बनाएर चाहिँ। ओके गुड इनफ। अब यहाँ के छ के लेखाएको ढुङ्गासँग पेन्ट गरिदिएर रहेछ। त्यो चाहिँ काजी पाण्डे चाहिँ काजी वंशराज पाण्डेको रहेछ होइन। बिल्डिङ बनाएर छ उनको नाममा होइन। युद्धको कलाकृति पनि देखिरहेको छ उता होइन। अहिले चाहिँ स्मारक पार्क रहेछ यो चाहिँ, स्मारक पार्क। डाँडामा यसरी तोप निकाल्दै ड्याङ्की ड्याङ भएर चाहिँ बनायो भने होइन। दामी 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 ल। यस्तो खुकुरी लिएर होइन ऊ ब्रिटिसलाई ड्याम्की ड्याम दिइरहेको होइन। ऊ हेर्न अब अरूसँग चाहिँ बन्दुक छैन कि खास, उसँग मात्रै नक्सा होइन। हिमाल पहाड बनाउनु खोजेर तर भेरी क्रिएटिभ। कान्छी बलभद्र उपाध्याय, सहर्ष पन्त, श्री हर्ष पन्त, सिकारी सरदार बसु गुरुङ, वंशु गुरुङ होला, वंशु गुरुङ। ल युद्धको सङ्ग्रहालय यहाँ छ है होइन। सिन्धुली गढी युद्ध सङ्ग्रहालय, सिन्धुली गढी वार म्युजियम। जाई कटक नगर्नु, झिकी कटक गर्नु रे, झिकी कटक गर्नु रे। ओके भयो होइन। डुम गर्छ तोप होइन, तपाईँ तोप भयो दुईवटा तोप। माथितिर ठुलो गढी हेर्नु चाहिँ माथि जानुपर्ने होला, माथि तोप रहेछ होला। मेरो साना दुःखले आर्जियाको मुलुक होइन, सबै जनताको फुलबारी हो, सबलाई चेतना भया। क्वाइट ओके, राम्रै बनायो एसी सेसी हालेर होइन भाइ। सङ्ग्रहालय पनि राम्रै लाग्यो मलाई। एउटा चिज छोइदिएको थिएँ, पुलिसले गाली गरे है भन्दो रहेछ है। ल यतापट्टि पनि छ अर्को। यहाँ चाहिँ नि ब्युटिफुल मोनुमेन्ट्स क्रिएटेड होइन। विक्रम सम्वत 1824 को आश्विन महिनामा मातृ स्मृति सुरक्षा र अखण्डताको लागि अपूर्व युद्धमा जोरिएर फिरङ्गी शत्रुलाई यसै सिन्धुली गढी यसै सिन्धुली गढी थियो त
यसै सिन्धुलीगढी क्षेत्रमा परास्त गर्न सफल हुनुभएका वीर योद्धाहरू काजी वंशराज पाण्डे, सहर्ष पन्त, सिकारी अफिसर वंशु गुरुङ र खजान्ची बलभद्र उपाध्यायको सम्मानमा नेपाली सेनाको समन्वयमा कमलामाई नगरपालिकाबाट निर्मित प्रतिमाको आज कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीज्यूको सदर आमन्त्रण र अनुरोधमा प्रधान सेनापति महावीर श्री पूर्णचन्द्र थापाज्यूबाट अनुवरण सम्पन्न भयो। राम्रोसँग लेखेर छन्। बाफ्रे बुलेट त नि बुलेट हेर्दा चाहिँ डर लाग्दैन है। ठ्याक्क जुत्ता पनि एटलिस्ट जुत्ता पनि कडै रूपमा कडै देखाइदो रहेछ होइन। जुत्ताको सोल पनि मिलाएर बनाएछन् ल होइन। अच्छस नेपाल भने जस्तो गरेर मेरा साना दुःखले आर्ज्याको मुलुक होइन होइन, सबै जनताको फुलबारी हो, सबैलाई चेतना भया। ल चढ बुनु चढ, ल ड्याडी चढ्नु त, ड्याडीले छेक्नु भयो क्या। चढी नानी म पुगिसकेँ। बिस्तारी जा, लडिस् भने मैले समात्नुपर्छ यहाँ। त्यहाँ पुगेर फ्याफ्या हो नि त। बाब्रे यार, स्याहार फ्याफ्या पार्नु भयो यार। हट हालोक के छ हौ? स्याहाँ छ। फास्टसले त नथेक्ने भयो यार। बल्ल सक्यो यार। कति अग्लो आयो हेर्दा नि कहाँ लाग्छ है। हामी आउँदा यहाँ थियो। कति तल ल काले लाग्दैछ नि। लास्ट यार मासु त टिक्राको मासु त फतकै पारिदियो। हाम्रो बुनी फेरि दौडिँदै चढ्दी। यसमा चाहिँ रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, जिउँदो रगत छरियो। के भन्नु ड्याडी तपाईँले यहाँबाट? यहाँ चाहिँ कप्तान किन्नु गएर आउँदाखेरि खैरेहरू आउँदाखेरि अनि यहाँबाट त भरिन्थ्यो अन्त तोप अनि यहाँबाट भर्केर अनि कहाँ आइपुग्यो भने हेऱ्यो अनि यहाँबाट पड्काइदियो। त्यहाँबाट ठुकिन्थ्यो। घारी अरिङ्गाल गोला के भन्नु? अरिङ्गालको गोलामा हालिदिने, यहाँबाट ढुङ्गा हान्ने, ढुङ्गा हान्दिएपछि चाहिँ भुइँतिर ढुङ्गा हान्ने, ढुङ्गा हानिसकेपछि अनि त्यो अरिङ्गाल बिच्किएपछि तलतिर आएर भुइँमा बसेर मान्छेहरू जम्मा टोक्थ्यो। अनि त्यसपछि खैरेले के भनेर भने यहाँको त पहाड पनि कस्तो डेन्जर हुँदो रहेछ, अनि यो अरिङ्गालहरू पनि यहाँ त ढुङ्गा माटो पत्थर पनि चिल्ने खालको हुँदो रहेछ भनेर भनेर भागे रे। भाग्थ्यो अरे। त्यसैले यो अरिङ्गाल बोलोको त्यहाँ राख्नुभएको तात्पर्य थियो। अनि यहाँ सिस्नो, यहाँ वरिपरि सिस्नो गाडी छ, अल्लो गाडी छ। अनि यो समाउँदाखेरि हात पोल्ने भएको हुनाले खैरेहरूको चाहिँ सातो गयो। अनि यो पोलेर बनाएको चाहिँ खास चाहिँ के भने त्यो तोप हान्नु लागेको, जहाँबाट बहिरी आए पनि यहाँबाट तोप हान्न सकिने भनेर यहाँ सबै ठाउँ सेना तयार हो। त्यही त सिस्नो गाडी नै थियो अरे क्या, रोपेको अरे? होइन रोपे होइन, यो आफै भएको सिँगारी अटोमेटिक हो यो। त्यही त पहिलेदेखि उनीहरूले पहिला नेचुरल हो यो। अनि यहाँ अरिङ्गाल गोला ल यस्तो राम्रो फुल रहेछ है, पुरै फल्टो त खाल्टो रहेछ। यहाँबाट पुरै सिन्धुली देखिँदो रहेछ फेरि देख्यो भने। राजाहरूले जस बस्नलाई चाहिँ नि कडै ठाउँ खोज्ने हो रहेछ कि पहिलेदेखि होइन। यस्तो दामी ठाउँबाट माथिबाट हेरेर तल हान्छु भनेर सोच्नु त कडा हो नि त। आजकलको आई डोन्ट थिङ्क होइन त्यस्तो खालको पनि भेटिनु होला क्या, त्यस्तो खालको के अरे वीरहरू पनि अब छैनन् जस्तो लाग्छ मलाई त। डरछेरुवा छौँ त छ नि त उवाला होइन, तर हामी पनि हेरिकन त हाम्रा पुर्खाहरू हेरिकन त लास्टै छेरुवाहरू हो नि।
मुला यस्ता मुला 4-5 जना नेताहरूलाई काट्न सकेनौँ हामीले भन्दा उनीहरूले मुला त्यत्रो सोच्न पहिले नि सनसेट नहुने के अरे ब्रिटेनलाई मुला भगाइदिएर पठाइदिएको थियो अब अहिले उनीहरूले हामीलाई कोलोनाइजेसन गर्ने बेला भइसक्यो कोलोनाइज त गर्दैन सक्दैनन् होला अब चाहिँ हाम्रो देश बुनि यहाँ अब चढ्नुभन्दा नि लड्न डिफिकल्ट हो झर्न इजरायललाई के भइरहेको अहिले के लिङ्क गरे अरे रसियाले के अरे इजरायललाई कसैले केही गर्न सक्दैन नानु इजरायलले वर्ल्ड रन गर्छ अस्ति के युक्रेन सरी युक्रेन भन्न युक्रेन र रसियाको फाइट परे हैन अनि त्यसमा वर्ल्ड वार 3 स्टार्ट हुन लाग्यो भनिदिएको थियो कतिले तर वर्ल्ड वार 3 को सिग्नल हो भन्छन् तर अब त्यो अब वर्ल्ड वार 3 भनेको चाहिँ ध्वस्तै हो क्या ध्वस्तै हो यति अहिले रसियाको सुनिनस् तैँले रसियाको उसमा चाहिँ इन्भेन्टरी हो जस्तो रसियाको चाहिँ एउटा